यो चाहिँ पोखरा पुम्दीकोटको ड्रिम सिटी हो अनि यहाँ सिसाको पुल चर्केको जस्तो पनि छ अनि हिँड्न डर लाग्दो पनि छ। म तपाईँहरूलाई आज यहाँको सम्पूर्ण दृश्यहरू देखाउँछु। म यताबाट जान्छु, तपाईँहरू यसरी घुमेर तल आउनु है। किन किन होइन होइन म चाहिँ फर्किन्छु, तपाईँहरू चाहिँ उताबाट जानु न यसरी घुमेर। त्यहाँ नि सिसा छ। किन होइन होइन म पनि त्यति बेला जाने, मैले मजाक गरेको होइन। बाबी ट्राभल विथ जितुमा जोडिनुभएका सबै साथीहरूलाई नमस्कार। अहिले यति बेला म पोखराको पुम्दीकोट स्थित ड्रिम सिटीमा आएको छु। भिडियोको माध्यमबाट आज म हजुरहरूलाई पुनः ड्रिम सिटी घुमाउने छु। आफ्नो अमूल्य प्रतिक्रिया र माया दिनुहोला। तपाईँको माया थाहा पाउने माध्यम भनेको तपाईँको लाइक, कमेन्ट, सेयर, सब्सक्राइब नै हुन्। त्यो भएको भएर भरभर दिनुहोला। कति पनि ढिलो नगरिकन म तपाईँहरूलाई ड्रिम सिटी घुमाउँछु। भिडियोहरू साथ दिनुहोस् है। म चाहिँ यहाँबाट भित्र छिर्न लागेँ। यहाँ चाहिँ यस्तो राम्रो छ। ओ फ्लिक गऱ्यो। ल सर, गुड मर्निङ सर, के छ खबर? म्याम कस्तो लाग्दैछ हजुरलाई यहाँ? हजुर ए ओके। हेलो नानु, के छ? राम्रै छ। ल तपाईँहरू म चाहिँ सँगसँगै जाने हस्। के छ नानु? कस्तो लाग्दैछ हजुरलाई? ल हेर्नु, सिसा हो यो, सिसा हो यो। धान्छ नि तपाईँलाई र मलाई? हो धान्छ धान्छ। ल हिँड्नु हिँड्नु हिँड्नु। होइन के हो यो, कता हो? खै कुन त अनि यतैबाट निक्लिने होला नि, खै थाहा भएन मलाई त। छैन होला, यतै होला, यतै होला। ए ल निस्क्यौँ निस्क्यौँ निस्क्यौँ। ल साथी, हामी चाहिँ यता पारि आइपुग्यौँ। अब हामी जान्छौँ, तपाईँहरूलाई सिसाको पुल पनि देखाउँछौँ। ल साथी, अहिले चाहिँ यति बेला हामी पोखरा पुम्दीकोट स्थित ड्रिम सिटीमा आएका छौँ अनि हाम्रो यहाँ ब्रदरलाई भेट भयो, सरलाई देखि आउनु भएको छ। ल वेलकम टु पोखरा। कहिले आउनुभयो? म हिजो आएको। हिजो आउनुभयो? ल कति दिनको बसाइ छ पोखरा? बसाइ त आजसम्म मात्रै हो। आजसम्म मात्रै हो? भोलि सरलाई? सही हो। अफिस अब छुट्टी लिएर आएको छु। सही हो। सरलाईमा चाहिँ घुम्ने ठाउँ के छन्? सरलाईको सबैभन्दा फेमस अहिलेको भरतताल। भरतताल हो। सही हो सही हो सही सही हो यार। ल हाम्रो साथी पनि म जस्तै ह्यान्डसम हुनुहुँदो रहेछ। भेट भएर खुसी लाग्यो है। ल ह्याभ अ नाइस डे। हस् हस्, थ्याङ्क यू, नाइस टु मिट यु ब्रो। ल साथी, अब चाहिँ म तपाईँहरूलाई ड्रिम सिटीको सिसाको पुल देखाउँछु है। ल म पनि दौडेँ। ल यो चाहिँ तपाईँले माथि देख्दै गर्नुभएको चाहिँ सिसाको पुल है। बच्चाहरू डराउँछ कि डराउनु पनि थाहा छैन, तर रमाइलो चाहिँ हुनेवाला छ। ऊ त्यहाँ अलिकति क्र्याक जस्तो देखिन्छ। यताबाट जाउँ हामी, यताबाट जाउँ सर। म फर्स्ट टाइम आएको हो के? सेकेन्ड टाइम हो? ल सेकेन्ड टाइम। ल तपाईँले भन्नु हो, म सेकेन्ड टाइम। ल म होइन, म फर्स्ट टाइम आएको। हजुर मैले चिनिसकेँ अरे। ल थ्याङ्क यू सर। यता जाने कि पहिला यता जाऊँ? ल यो चाहिँ फुलको वेलकम गेट पनि बनाइएको रहेछ यहाँ, रमाइलो छ जे होस्। अनि यहाँ तल चाहिँ एउटा लोटस छ, त्यो लोटसमा चढाइदिनु पर्ला। हामी चाहिँ अहिले ड्रिम सिटीमा छौँ अनि यहाँ चाहिँ हट एयर बेलुनको डमी पनि बनाइएको छ अनि यहाँ हात पनि छ अनि हिमालय पनि देख्न सकिन्छ। अनि यो आइफिल टावर होला, मलाई थाहा छैन है, यो मिस्टेक भयो भने फेरि मिस्टेक भयो नभन्नु होला, आइफिल टावर नै हुनुपर्छ यो। ल साथी, अहिले चाहिँ यति बेला हामी पोखराको पुम्दीकोट स्थित ड्रिम सिटीमा आएका छौँ अनि यो हातमा बसेर मैले 2-4वटा फोटो खिचाएँ। अब हामी सिसाको पुलमा जान्छौँ, रमाइलो छ। अनि यहाँ हट एयर बेलुन पनि डमी चाहिँ छ है, हट एयर बेलुनको डमी चाहिँ छ, रमाइलो छ ठाउँ। अब सिसाको पुलमा जान्छौँ, बाबु नानीहरू कतिको डराउनुहुन्छ त्यो पल पनि देखाउँछु म तपाईँहरूलाई, कतिको इन्जोय गर्नुहुन्छ। जस रमाइलो छ यो ठाउँ।
ल नडराउनु है सर सर भिडियो बनाउने के एउटा पर्दैन जान्दैन हिँड्नु अबै नानु हिँड्नु ए नानु डराएको ल के कसरी चल 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 ऊ क्र्याक भएको छ चल 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 नानु नानु बेटी के भयो चल 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 सर धान्छ नि होइन तपाईँलाई धान्छ नि लोड ए जादैन हामी होइन होइन हिँड्नु 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 डराउनु पर्दैन क्या सर सर म चाहिँ फर्किन्छु तपाईँहरू यताबाट जानु है म फर्किन्छु तपाईँहरू यताबाट जानु है म यताबाट जान्छु तपाईँहरू यस्तरी घुमेर तल आउनु है किन किन होइन होइन म चाहिँ फर्किन्छु तपाईँहरू चाहिँ उताबाट जानु न यस्तरी घुमेर त्यहाँ नि सिसा छ किन होइन 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 म पनि त्यतिबाट जाने मैले मजाक गरेको होइन हिँड्नु बाबी हिँड्नु के हुन्न यताबाट म पनि छु कि हिँड्नु के हुन्न मैले मजाक गरेको त बेटी बाबा ए फोटो खिचौँ न त यहाँ सिसामा सर पोज आउन आउनु डर लागेको छ है डर लागेको छ ल यताबाट जाऊँ ल किन किन जाँदैन अब नानी त्यही ल साथीहरू अहिले चाहिँ यति बेला मैले तपाईँहरूलाई पोखरा पुम्दीकोट स्थित ड्रिम सिटी देखाइरहेको छु कस्तो लाग्यो हजुरहरूलाई यो भिडियो पक्कै पनि मन पर्यो होला आफ्नो अमूल्य प्रतिक्रिया दिनु होला भिडियो हेरेर साथ दिनुभयो तपाईँहरू सबैलाई विशेष 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 धन्यवाद हामीले यहाँबाट हट एयर बेलुन पनि देख्यौँ अनि हात पनि देख्यौँ फेवा दाल देख्यौँ माछा पुछ्रे अन्नपूर्ण गणेश हिमाल मनासलु धौलागिरी पनि देख्यौँ त्यो सँगसँगै शिव मन्दिर पनि हामीले योभन्दा अगाडिको भिडियोमा दर्शन गरायौँ यहीँबाट पनि देखिरहेको छ भने माता पार्वती र कार्तिकी पनि यहाँबाट देख्न सकिन्छ भिडियो हेरेर साथ दिनुभयो तपाईँहरू सबैलाई विशेष 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 धन्यवाद अर्को भिडियोमा पुनः हाम्रो भेट हुनेछ हजुरहरूको हरेक पल रमाइलो अनि सुखमय तरिकाले व्यतीत होस् भन्ने कामनासहित म पनि यो भिडियोबाट बिदा माग्छु हस् धन्यवाद बाई